नमस्कार साथीहरु। अब हाम्रो बेसिक लेभल एक्जामिनेसन नि भयो। अब यो एउटा अल्जेब्रा आएको रहेछ। अब यहाँ चाहिँ धेरै फंक्सन्सहरु नरहेछ, के भन्छ त्यो फर्मुलाहरु नरहेछ हैन। अनि हल्का हल्काको एन्सर छुट्टै छुट्टै आए हुन सक्छ हैन। म चाहिँ यसलाई हल्का सल्भ के भन्छ सिम्प्लिफाई गरेर देखाइदिन्छु हैन। यो चाहिँ क्वेशन नम्बर कति? यो क्वेशन नम्बर 6 को बी रहेछ हैन। ख 6 को बी हैन, ख रहेछ। अब यसलाई सुरुमा 2 मा 2 पाउने गरी लेखिदिन्छु। सोल्युसन लेख्नु होला हैन। सोल्युसनमा इक्वल टु दिएर अब यसलाई ब्र्याकेट हाल्ने नि हुन्छ, नहाल्ने नि हुन्छ। एकचोटी क्वेशन चाहिँ साह्रो पर्छ। ब्र्याकेट हाल्दैन हल्का राम्रो आफूलाई नि गराउने सजिलो हुन्छ। म चाहिँ ब्र्याकेट हालेर गर्छु है। अब हेर्नुस्, जोसित जुन कुरो जो डिनोमिनेटर जुन जोसित हैन त्यसलाई हाल्दिनु हो। यहाँ x माइनस a ह, यहाँ x प्लस a ह। यो सिधा x प्लस a ह छैन, यो सिधा x माइनस a ह छैन। भनेपछि यहाँ के हाल्दिनी? x प्लस a हाल्दिनी हैन। अनि यहाँ प्लस 4। अब यही लजिक लगाएर यहाँ के हाल्दिनी? x माइनस a हाल्दिनी है। साथीहरु राम्ररी हेर्नु होला। अब यति लेख्यौ। अब यहाँ दुईटालाई सेम लेख्दिनी हैन। अब यहाँ नि x माइनस a, यहाँ नि x माइनस a भयो, एउटा मात्र लेख्दै हुन्थ्यो, कमन हुन्थ्यो हैन। अब रिपिट चाहिँ गरिएन तर यहाँ भएन, त्यही यो यस्तो लेख्दिनी। अब हेर्नुस्, अब यहाँ यो इन्टु यो कति हुन्छ? 3x प्लस यो इन्टु यो कति हुन्छ? 3a प्लस 4x। अब प्लस 4 माइनस a कति हुन्छ? माइनस 4a हुन्न त हो। यति कोही कोहीले यहाँ प्लस 4a नि लेखिदिनु भयो होला हैन। त्यस्तोमा हल्का हैन सतर्क हुनुपर्छ। x माइनस a कमा x प्लस a। यतिसम्म हजुरले बुझ्नुभयो। अब यसलाई हामीले के गर्न मिल्छ भन्दाखेरि यसलाई हामीले यसरी लेखिदिनु मिल्छ हैन। लेख्न सकेपछि हो यसलाई हामीले चाहिँ यसरी लेखिदिनु मिल्छ। 3x प्लस त्यहाँ 4x साथै नि प्लस 4x प्लस 3x 3a माइनस 4a हैन त। यसलाई नि हामीले यो छ नि यो हो, यसलाई नि हामीले हल्का मिलाएर यहाँ लेख्दै हौं है। ल अब इक्वल्स कति? यो र यो कति हुन्छ? 7x प्लस यो र यो माइनस 1 हुन्छ। माइनस प्लस माइनस माइनस हुन्छ। माइनस a लेख्दियौं हैन। हो यसरी लेख्दियौं। ब्र्याकेट यहाँ यहाँ हामीले ब्र्याकेट दिनुपर्छ है साथीहरु। 2 मा 2 आउने गरी भन्दैछु हैन। यस्तो रफ अब हामीले यस्तो x प्लस a ब्र्याकेट x माइनस a लेखिन्छ। यहाँ फेरि 7x माइनस a ब्र्याकेट x प्लस a ब्र्याकेट x माइनस a। हो हजुरले यो लेख्दै पनि चल्छ, नत्र भए म हल्का अझै सिम्प्लिफाई सरल गर्छ भने यो लेख्दै नि हुन्छ। यो नि मिल्छ, यो नि मिल्छ हैन। ल यति गरेर हाम्रो आयो 2 मार्क्स। ल साथीहरु यसै गरी एल्जेब्रा भ्याइयो। ल साथीहरु एल्जेब्रा त भ्याइयो हैन। अब यो एलसीएम खाली नि एकचोटी गरिदिन्छु है। म एलसीएम को धेरै बढ्दिन्छु, धेरै लामो नि नबनाम भिडियो है। फर्स्टमा के हाम्रो a स्क्वायर माइनस के रफ्नु छ माइनस कि प्लस छ है। प्लस a माइनस 6 छ। अब यो क्वाड्रेटिक इक्वेसनको फर्ममा हुन्छ। मैले अर्को क्वेशनको नि एन्सर भन्दै यस्तो के हुन्छ भनेर क्वाड्रेटिक इक्वेसन भन्छ है। यसलाई भन्छ क्वाड्रेटिक इक्वेसन हैन। यसलाई क्वाड्रेटिक इक्वेसन भन्छ है। यसलाई क्वाड्रेटिक इक्वेसन भन्छ हैन। अब हेर्नुस्, यसलाई चाहिँ 3 माइनस 2 गरेर यो भयो a माइनस 6 भनेर सोल्युसन लेखिदिन्छ है। माइनस यहाँ प्लस छ माइनस 3a माइनस 2a प्लस माइनस 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 यहाँ प्लस हुन्छ, सरी माइनस 6 भएन। अब a र a कमन लियो, a प्लस 3 माइनस 2 ब्र्याकेट यहाँ लेखेको यहाँ सेम लेखिदिने हो इक्वल्स टु a प्लस 3 ब्र्याकेट a माइनस 2 हो। यो चाहिँ अब फ्याक्टराइज भयो नि साथीहरु। अब सेकेन्ड एक्सप्रेसन लेख्छौँ हामीले। सेकेन्ड एक्सप्रेसन जस्तो सेकेन्ड चाहिँ a स्क्वायर माइनस 9 छ। यो भनेको चाहिँ a स्क्वायर माइनस 3 स्क्वायर हुन्छ। अब a प्लस b माइनस b को फर्मुला लगाएर a प्लस 3 a माइनस 3 भयो हैन। यो र यो सेम भयो साथीहरु। देयरफोर एलसीएम भनेको चाहिँ कमन फ्याक्टर्स इन्टु रिमेनिङ फ्याक्टर्स हैन त। अब a प्लस 3 ब्र्याकेट a माइनस 3 कमा a माइनस 2 यो लेख्दिनु चल्छ। नत्र हजुरले a स्क्वायर माइनस 3 स्क्वायर ब्र्याकेट a माइनस 2 यो लेख्दिनु हुन्छ। अथवा हजुरले a स्क्वायर माइनस 9 ब्र्याकेट a माइनस 2 यो लेख्दिनु हुन्छ। यस्तो तीनटा खान यसमा नि हजुरले पाउनुहुन्छ 2 मा।
साथीहरू। यसरी गरी एलसिएम पनि भ्याइयो साथीहरू। ल एलसिएम पनि भ्याइयो। अब यो लाइन साइन एङ्गल पनि हेरौँ होइन। ल यहाँ इसिडी को मेजरमेन्ट निकाल्ने भने जस्तो कि हामीलाई थाहा सम अफ अल साइड भनेको अप्पर ट्रायङ्गल भनेको 180 हुन्छ। अब यसलाई इजिली हामीले यसरी लेख्न मिल्छ y + 15 डिग्री + y + 5 डिग्री + 2y इक्वल्स होइन हामीले यस्तो भन्दा नि होइन सरी एङ्गल इसिडी भन्दा नि पहिला हामीले y को निकाल्नुपर्छ होइन। और y + 15 + y + 5 + 2y इक्वल्स 180 होइन। यति बुझ्नु भयो होला होइन। जसले हामीले यो ट्रायङ्गल छ नि यो ट्रायङ्गल हो हामीले यो ट्रायङ्गल सबैको सम गरेको होइन। यहाँ और लेख्नुपर्छ किनभने यहाँ इजिकल्स छ और। अब यो र यो गरेर 2y हुन्छ यो र यो गरेर 4y हुन्छ। 4y + यो 20 डिग्री 4y + 20 डिग्री भनेको 180 डिग्री पुग्यो साथीहरू। और 4y भनेको 180 डिग्री - 20 डिग्री पुग्यो होइन। और अब y भनेको हजुरले यो निकालेर गरे नि हुन्छ नत्र भए हजुरले यो पछि गर्दै नि हुन्छ होइन। इजिकल्स टु यो भनेको 60 डिग्री / 4 होइन। यो र यो काटेर 4 हुन्छ। देयरफोर y भनेको चाहिँ 40 डिग्री भयो। अब देयरफोर एङ्गल इसिडी होइन। एङ्गल इसिडी भनेको चाहिँ हल्का नर्मल हेडिङ भयो होला होइन। भनेको y हल्का नर्मल हेडिङ लेखेको थिएँ दुई मार्क्स लिन्छ यस्तोमा त खै थाहा भएन। तर सोल्युसन चाहिँ 100% मिल्छ भनेको 40 + 15 भयो यो y को भ्याल्यु हाल्यो भने भनेको 55 डिग्री नै आउँछ होइन इसिडी को भ्याल्यु। अब अर्को चाहिँ यस्तो हो। अर्को चाहिँ x को भ्याल्यु कति हुँदा चाहिँ यो र यो प्यारलल हुन्छ भने यो र यो त्यही हजुर हेर्नु सुरुमा प्यारलल छ भनेपछि त्यो क्वेसनले भन्न खोजेको चाहिँ x को भ्याल्यु निकाल्ने हो। अब x को भ्याल्यु हामीले यस्तो गर्न मिल्छ हेर्नुहोस्। और x = एङ्गल इसिडी नै हो x। किन भन्दाखेरि हेर्नु यो यस्तो होइन अनि यो नि यस्तो भयो अनि यो यहाँ अनि यो भनेको चाहिँ यो हुन्छ होइन। यसलाई भन्छ हामीले कोरेस्पोन्डिङ एङ्गल होइन। अनि यो र यो मिल्छ भनेको इसिडी भनेको चाहिँ 55 नि लेखिदिँदा हुन्छ सिधा त्यो नि लेखिदिनु हुन्छ। मैले y + 15 डिग्री लेख्छु इजिकल्स टु 40 + 15 डिग्री 15 डिग्री होइन इजिकल्स टु कति 55 डिग्री होइन। देयरफोर x भनेको 55 डिग्री हजुर साथीहरू। भनेपछि इसिडी भनेको नि x हो होइन। ल सेम भयो। ल यो गरेर हजुरको यसमा हजुरको आउँछ 2 मार्क्स यसमा हजुरको आउँछ 1 मार्क्स किनभने यसमा धेरै थिएन साथीहरू। यसै गरी बिएली को नै भ्याल्यु होइन। ल साथीहरू धन्यवाद।